कसम झन्डै जुँदैन त यार। ल ट्याक्क लाएर म चाहिँ स्विमिङ गरेर यहाँनिर साइडमा बसिराखेको छु। केटाहरू चाहिँ अझै पुगेको छैन क्या, 2-3 घन्टा भइसक्यो स्विमिङ गरे नन स्टप होइन। जाडो पनि भयो अनि रिङ्गाटो चले जस्तो भयो। चिसो पानीमा धेरै बेर खेलेपछि होइन। सो केटाहरू चाहिँ खेल्दैछन् है। म चाहिँ यता साइडमा पाखा लागेर चाहिँ भ्लग बनाइराखेको छु। अब चाहिँ अन्तिम चरण आइसकेको छ होइन। सो केटाहरू चाहिँ अझै रमाइलो गर्दैछन् है, केटाहरू चाहिँ त्यहाँनिर। ल केटाहरू है, म चाहिँ यतातिर बसेर भ्लग बनाइराखेको छु है त। ल केटाहरूलाई अझै पुगेको छैन क्या होइन। ठिक छ ठुलैभरि मान्छे यार, माया कसम यो पो हो त रमाइलो त होइन। सबजना आफ्नो तालमा क्या खतरा मजा आइरहेको छ। हामीले चाहिँ नुहाइसकेका छौँ है, ट्याक्क लाएर यस्तो हावा आइरहेको छ होइन। फाइनली ल केटाहरू यहाँ छ है। ल यस्तो मजा आइरहेको छ। तपाईँहरू आएर पौडी खेल्न सक्नुहुन्छ। हजुर 50 रुपियाँ छ फ्री, त्यो त्यस्तो महँगो होइन यो चिजहरू पाइन्छ। तर मैले के रिकमेन्ड गर्छु भन्दाखेरि सटरडे चाहिँ नआउनु होला। गुड। सटरडे चाहिँ अहिले त अझ मान्छे सक्यो। अहिले पानीमा मान्छे पौडी खेल्यो होइन, मान्छे माथि पानीले पौडी खेल्यो जस्तो भएको छ कि अहिले। मान्छे त मन्डे ट्युसडे कसैको छुट्टी हुन्छ भने मन्डे ट्युसडे मिलाएर आउने, सटरडे चाहिँ नआउनु। तर बडा रमाइलो हुन्छ है। गुड। छानी क्या कुनमा खेल्ने होइन, छानी लगायत। यहाँ चाहिँ हामीले पौडी खेल्न सकेको थियौँ अघि नै होइन, किनकि मान्छे एकदमै बढी थियो नि त। सो अहिले चाहिँ अलिक कम भएछ होइन। अब जाने बेला भयो नि त, सबजना गए। त्यही नै हो गाइस, माथि रमाइलो गऱ्यो, त्यही नै हो। मजा छ है। ल अब चाहिँ हामी घर जानु लागेको है, ट्याक्क लाएर। ल अब राइडमा भेटौँला गाइस है त, मजा आयो। ओ सही हो, केटाहरू देखाउँछ पुरै मा कसम। पुलभरि के भन्छ पार्किङ होइन, वारीदेखि पारीसम्म। ल मा कसम हजुर। ओके गाइज, हामी चाहिँ लाग्छौँ होइन। अब लेट्स गो। फाइनल्ली अब घरतिर लाग्नुपर्ने हुन्छ है। धुलो खुवायो मा कसम। यहाँबाट हाल, हामीलाई चाहिँ भिजाउने है क्या। जाऊ छिटो, भएन भएन। डाम्नाले लगेन क्या मुलाले है। ओके गाइस, एकदमै मजा आयो है। बब्बाल भयो आजको राइड होइन। एडभेन्चर भयो क्या, एडभेन्चर होइन। बहुत खुसी लागिरहेछ है। त्यही हो, अब चाहिँ हामी घरतिर जाँदैछौँ। नन स्टप खाजा त खाएको छैन, बाटोमा गएर खाजा खानुपर्ने हुन्छ। वाइल्ड भोक लागिरहेको छ होइन। सो अब चाहिँ हामी डाइरेक्ट ब्याक टु होम भइरहेछौँ है। त्यही हो है त। यस्तो घुमेर गएको छ है बाटोमा, मजाको छ। आजको राइड एकदम मेमोरिज भयो यार। गोपाल केटाहरू कहाँ गयो हाम्रो? वाउ, दामी दामी।
सिफरहरूलाई चाहिँ मासला यस्तो गाह्रो परिरहेको छ हेर न भाइ हजुर उक्लिनलाई यहाँ खाल्डो है यसको त साउन्डै आएन त है त्यो पछाडिको क्या साउन्ड आइरह भ्यू चाहिँ बब्बाल आइरहेछ क्या होइन केटाहरूलाई भिडियो बनाऊ भन्नुपर्ने यार एकदम रमाइलो भयो है खुसी लाग्यो केटाहरू चाहिँ ढोरपाटनमा गएर वाइल्ड रमाइलो गर्दै होला हामी चाहिँ यतै यहाँ पनि हामीले वाइल्ड रमाइलो गऱ्यौँ है एकदमै खुसी लाग्यो है त्यही हो गाइज है त अरू भनेको त्यस्तै हो रातै पर्यो होइन भाइ भाइ हजुर रातै पर्यो होइन 50 रुपियाँ है महँगो भयो नि मागेको छन् तिनीहरूले त्यहाँ केही त गरे छैन खोलामा पनि टिकट काट्नु पर्ने क्या त्यही भनेको त्यो चाहिँ मलाई अलिक चित्तै बुझेन क्या मागेको छन् त्यही त त्यो चाहिँ लास्टै लुट्या हो क्या है मलाई नि चित्तै बुझिराखेन क्या गाई चाहिँ पर पर्सन 50 भनेको त कम त हो त खाजा खाएको छैन होइन भोक लागिरहेको छ एकदमै सो खाजा खानु पर्ने छ है अहिले त जाडो भयो त यार त्यो भित्र हामी अघि भिज्यो नि त त्यहाँ त्यही भएर केटाहरूलाई बब्बाल कुदायो केटा ब्रदरले यार मजा लाग्यो ओइ भाइ आफ्नो बाटो हिँड है हामी चाहिँ आधी बाटो आइसकेका छौँ ल यहाँ फेरि छुट्टै छौ होइन मजा आयो है आजको राइड यस्तो मजा त कहिले आएको थियो र होइन भाइ यहाँनिर त हाल न मुला भाइ जाउँ न जाठा यता क्या यता अर्को गाडीपट्टि त्यही मुला यता हाल भनेको यता हाल भनेको ल हाल हाल हो त्यता हाल क्या आउनु ल आउनु भाइ आउनु हो आउनु ब्याक आउनु हुनु न हो अब हामी कट्यो नि त पछाडि नै गएर रोक्यौ क्या तिमीले भाइ
हामी ओ ब्रदर हामी पनि कट्ने गाडीलाई पनि पास गरे जस्तो भयो क्या ठाउँदै जस्तो होइन मजा मजा यता पनि चाहियो साउन्ड चाहिँ मिठो छ हौ बस्ने हो एकछिन छिर्दिउँ न त भन्ने भयो होइन फाइनल्ली सो त्यही भएर चाहिँ छिर्दै आयो होइन त हामी भ्यू देखिरहेको छ है ल दामी छ ल कडा कडा मजा आइरहेको छ एकछिन बाटो पर्दा छिर्दिउँ न भन्ने लगाएर छिर्या हो है त्यही हो त है भाइ ओभरटेक गर्न दे न